हेलो एभ्रिवान, तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा वेलकम छ। हेर्नुहोस् न, आज मैले यसरी पोट्याटोको पकौडा बनाएको थिएँ है। बिङ अ फुडी मलाई चाहिँ खानेकुरोको एकदमै सोख छ। सो मलाई चाहिँ जहिले पनि युट्युबमा म भिडियोजहरू हेरिबस्छु। सो त्यही अनुसारमा मैले यो आलु पकौडा मैले एकजना दिदीले बनाएको देखेको थिएँ। त्यसकै मैले त्यहाँबाट रेसिपिजहरू कसरी बनाउँछ भनेर लर्न गरेँ मैले बनाएको। हेर्नुहोस् त, हो यसरी मैले यसलाई ओइलमा मजाले डिप गरेर मिडियम हिटमा पकाएको थिएँ। यो एकदमै राम्रो बनेको थियो। तपाईँहरूले पनि यसरी नै हेर्नुहोस् त बनाएर खान सक्नुहुन्छ। यसमा पोट्याटो, ओनियन, अब ग्रिन चिल्ली अनि त्यसरी घरकै मसला हालेर बनाउन सक्नुहुन्छ। हेर्नुहोस् न, यसलाई मैले यसरी बनाएको थिएँ। हेर्नुहोस् ल, म तपाईँहरूलाई हातले देखाउँछु। यो कस्तो क्रन्ची बनेको थियो अनि मजाले पाकेको थियो। मैले स्पुनको हेल्पले यसरी यसलाई ओइलमा हालेको थिएँ होइन। यसरी जेन्टली एकदमै यसलाई, तर यसलाई चाहिँ विशेष अब यो खाना बनाउने टाइममा चाहिँ हेर्नुपर्छ, अलिक छुट्याउनुपर्छ। हो यसरी प्लेटिङ गरेर मैले खाएको थिएँ। थ्याङ्क यू सो मच सबैजनाले हेरिदिनु भएकोमा।